हेलो गुड मर्निङ एभ्रिवान, वेलकम टु ब्याक माई च्यानल गाइजहरु। हामी चाहिँ यहाँ नागे सुतेको हैन। हामी सुतेको घर चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ गाइजहरु। यहाँ चाहिँ बिहान भर्खर उठेर चाहिँ माथि दाइरामा गएको रास्ता चाहिँ हावा चल्छ। केटाहरु चाहिँ के गरेछ हेरौँ त। ए यस्तो हाल छ कि यो फेरि यो चाहिँ दाउरो। ओ चिया पकाउने के हो दही बनिसक्यो। दुध चिसो छ यार। गिलास आफ्नो छ। शाबाश बेटा, बहुत बढ़िया। स्माइल प्लीज। हाम्रो भाइ है मोबाइल छोप्यो नि मस्त चाइनिजसम्म पुन पुगेको थियो। यहाँ भाइले प्रगति गरिरहेछ र प्रगति गरोस् र जीविका आर्जन गर्नु नपाओस्। यसको लागि यो भिडियोको लागि लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला, सब्सक्राइब पनि गर्नु होला। हेर्नु यो हाम्रो युट्युबमा यो चाहिँ हामी साननाङमा आइपुगेको छौँ। यस्तो मोबाइल छ कि साननाङ यति उकालो छ कि है 5 मिनट लाग्छ कि यो उकालो। नाङ्गे किन भनेको रहेछ भनेपछि नाङ्गे भएर रहेछ। यो चाहिँ हाम्रो इमान भाइ हो। यो इमान भाइ यो यहाँको यो नाङ्गेको यो समिति हो। अनि के भयो संरक्षण गरेर राखेको। ल यहाँ चाहिँ केटाहरू चाहिँ आफ्नो गर्लफ्रेन्डलाई 2 दिनको लागि छोडेर आएको। त्यही भएर चाहिँ यहाँ एकदम निराशमा छ यो बच्चे भाइ चाहिँ हाम्रो हैन। यो अच्छा केटाहरू चाहिँ त्यहाँ बसेछन्। हामी चाहिँ हावा खाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ गाइजहरु। यहाँ चाहिँ कस्तो भनेपछि एकदम बवाल ठाउँ छ कि ताराको देखिन्छ। यहाँ लाली गुराँसहरू फुलेर पुरै रमक्क देख्न सक्नुहुन्छ। यहाँ त्यता चाहिँ मलाई केटाहरूले नास्ता खानको लागि बोलाइसकेको छन्। हामी चाहिँ भनेपछि बाँदरहरू खाँदैछन् सब्जीहरू भन्छन् कि आफ्नो तालमा गर्मी भएर चाहिँ नाङ्गे भएछन् केटाहरू। देख्न सक्नुहुन्छ है भोक लागेर गर्मीले। ल गाइजहरु हामी चाहिँ यहाँ नाङ्गेको बाटो यस्तो हुँदै निराछौँ है। ल जङ्गल चाहिँ एकदम भयानक छ गाइजहरु। यता दिलेन्द्रहरू स्पिकर छ माडल। यहाँ चाहिँ यो चाहिँ के अरे होइन खाली बोतल मात्रै हो, पानी खाने भाडा हो। तर पानी चाहिँ वहाँ नपाइने भएर चाहिँ हामी तलैबाट बोकेको पानी पुरै बाटोमै सकियो। जङ्गल चाहिँ खोइ यिनले चाहिँ यत्रो बनेको बोकेको छन्। रक्सी चाहिँ होइन, यो चाहिँ खाना पकाउनको लागि पानी हो। देउराली छ। केटाहरूले चाहिँ फुल चढाउने होइन मादलहरू बोकिरहेछन्। केटाहरू चाहिँ यति छन् है सुन्ने। ल ह्यान्डो सुन्नुहुन्छ। ल मैले चाहिँ यहाँ भ्लग बनाएको भएर चाहिँ चढाएन है।
हिँडिरहेको छौँ। यस्तो छ भयानक छ है जङ्गल चाहिँ एकदम। चाहिँ कता हो कता एक्लै आउने भने त काम छैन यहाँ चाहिँ। गुराँस फुले छ तर माथि माथि देखिन्न फेरि। हामी चाहिँ जङ्गलको तल लास्टै उकालो छ बाटो चाहिँ। ल स्पिकर अनि झोलाहरू बोकेर हिँडिरहेको छु।